नमस्ते। आजको हाम्रो यो विश्लेषणमा हामी नेपालमा जग्गा बेच्दा लाग्ने करको नियमबारे कुरा गर्नेछौँ। खास गरी आयकर ऐन 2058ले के भन्छ त्यसलाई एकदमै सरल भाषामा बुझ्ने कोसिस गरौँ। धेरैलाई जग्गाको कर हिसाब किताब गर्न निकै झन्झटिलो लाग्न सक्छ होइन त? तर वास्तवमा यसको जुन मूल सिद्धान्त छ त्यो हामीले सोचे भन्दा धेरै सरल छ। आउनुहोस् यसलाई सँगै मिलेर फुकाउँ। आज हामी के कुरा गर्छौँ त? पहिले त पुँजीगत लाभ भनेको के हो त्यो बुझ्छौँ। त्यसपछि सबैभन्दा मुख्य नियम यानि स्वामित्व अवधिबारे जान्नेछौँ। अनि कहाँ करमा विशेष छुट पाइन्छ त्यो पनि हेर्छौँ र अन्त्यमा सबै कुरालाई सरसर्ती निचोड निकाल्नेछौँ। ल त्यसो भए सुरु गरिहालौँ है। सबैभन्दा पहिला यो पुँजीगत लाभ कर भनेको खासमा के हो त? जब हामी जग्गा बेच्छौँ यो कर कसरी र किन लाग्छ? यो कुरा एकदमै याद राख्नुहोला है। यो कर जग्गा बेचेको पुरै रकममा लाग्ने होइन। यो त केवल तपाईले त्यो बिक्रीबाट कमाएको खुद नाफामा मात्र लाग्ने कर हो। अब लागौं सबैभन्दा महत्त्वपूर्ण पाटोतर्फ, जसलाई भनिन्छ स्वामित्व अवधि वा होल्डिङ पिरियड। हो, यही एउटा कुराले करको दरमा आकाश जमिनको फरक पार्न सक्छ। कसरी? हेरौँ है। कानूनले एकदमै स्पष्ट पारेको छ, तपाईले कति कर तिर्नुपर्छ भन्ने कुराको सबैभन्दा ठूलो निर्धारक नै तपाईले त्यो सम्पत्ति कति समयसम्म आफ्नो नाममा राख्नुभयो भन्ने हो। र त्यो निर्णायक समय सीमा हो 5 वर्ष। तपाईले कुनै सम्पत्ति 5 वर्षभन्दा कम समय राखेर बेच्नुभयो कि 5 वर्ष वा त्योभन्दा बढी समय राखेर त्यसले तपाईको करको स्ल्याब नै फरक पारिदिन्छ। यदि तपाईले कुनै जग्गा किनेको 5 वर्षभित्रै बेच्नुभयो भने तपाईले कमाएको नाफामा 7.5% यानि 7.5% कर लाग्छ। तर यदि तपाईले 5 वर्ष कटाएर मात्रै बेच्नुभयो भने हेर्नुस् त त्यो कर दर ह्वाट्टै घटेर जम्मा 2.5% 2.5%मा झर्छ। ल यो उदाहरणले त झन् छर्लङ्गै पार्छ। हेर्नुस् त स्वामित्व अवधिले गर्दा तिर्नुपर्ने करको रकममा कति ठूलो फरक देखिन्छ। पहिलो केसमा नाफा कम भए पनि कर धेरै छ, दोस्रोमा नाफा बढी हुँदा पनि कर कम छ। गजब छैन त? ला यो 5 वर्षको नियम त भइहाल्यो जुन सबैभन्दा मुख्य हो। तर केही यस्ता विशेष अवस्थाहरू पनि छन् जहाँ तपाईले 1 रुपैयाँ पनि कर तिर्नु पर्दैन। त्यसो भए के जग्गा बेच्दा हुने नाफामा सधैँ कर लाग्छ त? लाग्दैन। आयकर ऐनले केही यस्ता अवस्थाहरू प्रष्ट पारेको छ जहाँ यो कर पुरै छुट हुन्छ। आउनुहोस् अब हामी ती 3वटा मुख्य अवस्थाहरू हेरौँ जहाँ जग्गा बेच्दा पुँजीगत लाभ कर तिर्नु पर्दैन। पहिलो हो 10 वर्षे बसोबासको नियम। यदि तपाईले आफ्नो निजी घर जहाँ तपाईँ आफै कम्तीमा पनि 10 वर्ष बसोबास गर्नुभएको छ त्यो बेच्नुभयो भने त्यो घर र त्यसले चर्चेको 1 रोपनीसम्मको जग्गामा कर लाग्दैन। दोस्रो अवस्था हो पारिवारिक हस्तान्तरण। यदि परिवारको 3 पुस्ताभित्र सम्पत्ति बिक्री बाहेक अरू तरिकाले पास भयो, जस्तै अंशबण्डा गर्दा, अपुताली पर्दा वा बकसपत्र दिँदा, यस्तोमा पनि पुँजीगत लाभ कर लाग्दैन। र तेस्रो अन्तिम अवस्था हो न्यून मूल्यको बिक्री। यदि तपाईले कुनै जग्गा, घरजग्गा वा निजी भवन जम्मा 10 लाख रुपैयाँ भन्दा कम मूल्यमा बेच्नुभयो भने त्यसमा पनि कर तिर्नु पर्दैन। ल अहिलेसम्म हामीले धेरै कुरा गर्यौं। अब यी सबै महत्त्वपूर्ण जानकारीलाई एकै ठाउँमा राखेर फेरि एकपटक सर्र हेरौँ है त। सबैभन्दा महत्त्वपूर्ण कुरा के बुझ्नुपर्छ भने तपाईले सम्पत्ति बेच्नुभयो भन्ने मात्रै ठूलो कुरा होइन, बरु कहिले बेच्नुभयो र के बेच्नुभयो त्यसले सबैभन्दा धेरै फरक पार्छ। यो चित्रले त मुख्य नियमलाई कति सजिलै देखाएको छ। हेर्नुस् त 5 वर्षभन्दा कममा बेच्दा कर दर 7.5%, 5 वर्षपछि बेच्दा 2.5%, सोझै 3 गुणाको फरक। त्यसैले कुनै पनि सम्पत्ति कारोबार गर्नु अघि यी 4 मुख्य कुराहरूलाई सधैँ ध्यानमा राख्नुहोला। तपाईले कति समय त्यो सम्पत्ति राख्नुभयो, त्यो तपाईको 10 वर्ष पुरानो बसोबासको घर हो कि पारिवारिक हस्तान्तरण हो कि, अनि त्यसको बिक्री मूल्य कति छ। अब तपाईँ आफै सोच्नुहोस् त, आफ्नो सम्पत्ति कारोबारको योजना बनाउँदा यी नियमहरूको जानकारीले तपाईको वित्तीय रणनीतिमा कस्तो प्रभाव पार्न सक्छ।
यसबारेमा सोच्नुभयो भने भविष्यमा आउन सक्ने धेरै झन्झट र अनावश्यक खर्चबाट बच्न सकिन्छ।